नमस्ते साथीहरू, तपाईहरू सबैलाई हार्दिक स्वागत छ। सदाझै म आज पनि तपाईहरूलाई एउटा शेयर बजार सम्बन्धी जानकारी दिन गइरहेको छु। यस भिडियोमा तपाईहरूले अन्तिम समय र साथ दिनुहोला। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त जुन नेपाल स्टक एक्सचेन्ज लिमिटेड जसले शेयरको खरिद र बिक्री गर्ने काम गर्छ, त्यसलाई हामीले नेपाल स्टक एक्सचेन्ज लिमिटेड भन्छौँ। नेपाल सरकारको स्वामित्व भएको, यसमा 100% नेपाल सरकारको स्वामित्व हुन्छ, जसलाई हामीले सर्टकटमा नेप्से भन्छौँ र तपाईहरूले सुन्दै आउनु भएको होला नेप्से भनेर। र कम्पनीले आज 2022 साल 12 महिना 25 गते जुन आजकै दिनमा एउटा सूचना जारी गरेको छ र सूचनाको बेहोरा के छ भने धितोपत्रको कारोबार सञ्चालन सम्बन्धी सूचना भनेको छ। यो भन्न खोजेको के हो भने जब पछिल्लो समयमा विश्वमा अलिकति द्वन्द्व सिर्जना भइसकेपछि जुन अमेरिका र इरानको बीचमा जुन एउटा द्वन्द्व छ, त्यो द्वन्द्वले गर्दा पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थमा अलिकति सर्टेज हुने र उक्त सर्टेजले गर्दा देशको अर्थतन्त्रमा अलिकति ठुलो असर पर्न सक्छ भन्ने उद्देश्य छ। सरकारले जुन हप्तामा 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ र त्यो निर्णय भइसकेपछि जबसम्म अब सरकारी कार्यालयहरू बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन हुने र सोमबारदेखि शुक्रबारसम्म, अब शनिबार र आइतबार चाहिँ बिदा नै हुन्छ। र विगतका दिनहरूमा नेप्सेले हप्तामा 5 दिन कारोबार सञ्चालन गर्थ्यो, 2 दिन बिदा नै हुन्थ्यो। त्यो दिन चाहिँ कारोबार बन्द हुन्थ्यो तर अन्य सरकारी कामकाजहरू सञ्चालन नै हुन्थे र जब सेयरको किनबेच शुक्रबार हुँदैन थियो र अब सरकारले बिदा दिइसकेपछि उसले चाहिँ शुक्रबार नियमित सेसन जस्तै कारोबार शुक्रबार पनि हुन्छ भनेर एउटा सूचना जारी गरेको छ। किनभने तपाईँ हामी बीच अन्यलता हुनु पर्दैन, किनभने विगतका दिनहरूमा शुक्रबार हामी कम्पनीको अध्ययन गर्ने र अलिकति सेयर बजारबाट टाढा नै रहन्थ्यौँ भने अब हामी शुक्रबार टाढा रहनु पर्दैन। अब हामीले शनिबार र आइतबार चाहिँ त्यो समय चाहिँ सदुपयोग गर्नुपर्छ। र यसमा भनेको छ उपरोक्त सम्बन्धमा नेपाल सरकारको मन्त्री परिषदको मिति 2022 साल चैत्र 22 गते बसेको बैठकले 82 साल चैत्र 23 गतेबाट लागू हुने गरी बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कार्यालयहरू समय कायम गर्ने र साताको शनिबार र आइतबार 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा सोही अनुरूप नेपाल स्टक एक्सचेन्ज लिमिटेडले पनि मिति 2022 साल 12 महिना 22 गते सञ्चालक समितिको निर्णय बमोजिम सोमबारदेखि शुक्रबारसम्म साविक समयमा धितोपत्रको कारोबार हुने बेहोरा सम्पूर्ण सरकारवालालाई जानकारी गराउन यो सूचना सार्वजनिक गरिएको छ भनेको छ। यो नियमित, अब तपाईँहरूले यसमा अलिकति कन्फ्युज हुन सक्नुहुन्छ। यसमा के भन्छ, सोमबार शुक्रबारसम्म साविकको समय भन्नाले पनि हाम्रो यसमा के बुझ्नु पर्यो भने हाम्रो नियमित सेसन कम्पनीको बिहान 10 बजेदेखि 10 बजेर 45 मिनटसम्म चाहिँ यो जुन बिहान प्री ओपन सेसन हुन्छ भने 11 बजेदेखि 3 बजेसम्म हाम्रो कन्टिन्यू सेसन नियमित कारोबार हुने भनेर हामीले कुरा बुझ्नुपर्छ। र यसको समयमा खासै चेनफेन गरिएको छैन भने चेनफेन गरिएको छ त जम्मा तपाईँको बारहरूमा हाम्रो अब शुक्रबार चाहिँ फुल कारोबार हुन्छ भने आइतबार र शनिबार चाहिँ कारोबार हुँदैन भन्ने कुरा तपाईहरूले जानकारी लिनुपर्छ। र तपाईहरूलाई यो भिडियो मन पर्छ भने अन्तिम समय र साथ दिनुहोला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला, किनभने तपाईहरूको माया अति नै आवश्यक छ भन्दै आजको यस महत्त्वपूर्ण भिडियोबाट म बिदा हुन चाहन्छु।